मैले सुनेको तपाईँ एउटा सहकारीमा पनि मुचिएको भन्ने आवाज छ नि सर, के हो? छु उहाँको पीडा सुनेछु, सङ्घर्ष सुनेछु। त्यसको अध्यक्ष सदस्य कोही होला नि। त्यो अध्यक्ष को भन्नु तपाईँ? चुनाव हुन्छ जस्तो लाग्छ लाग्दैन? मलाई न्याय चाहियो। दर्शकबिन नमस्कार, म दुम्चे बोहरा। हाम्रो यो द एनिमेसन पोडकास्टमा हजुरलाई स्वागत छ। हाम्रो यो द एनिमेसन पोडकास्ट आज पहिलो पोडकास्टमा हामीले जनताले चाहेका हाम्रा हुनार नेतालाई निम्ताएका छौँ। उहाँलाई हामी स्वागत गर्न छौँ, मिस्टर दाउरे भण्डारीजी। हजुरलाई स्वागत छ हाम्रो धन्यवाद धन्यवाद। दाउरेजी सन्चै हुनुहुन्छ नि? एकदम सन्चै। अनि के कस्तो चलिरहेको छ आजकल? हजुर ठिकै छ एकदम। अनि राजनीति हजुरको कहाँसम्म पुग्यो, के छ कस्तो छ? पत्रकारहरूले छट्टै छोड्नु भयो, के हो कसो हो? त्यो त अब समयको माग अनुसार राजनीतिलाई पत्रकारिताले छोड्दै राजनीतिक बाटोतर्फ लाग्यो। तपाईँ राजनीतिमा के देखेर आउनु भएको? परिवेश पहिलाको भन्दा अहिले केही सुधार छु भनेर आएको। हजुर, त्यही बेला चाहिँ मैले पत्रकारिता पेसालाई यथावत राखेर राजनीति पेसातर्फ लागेको। तपाईँ राजनीतिमा लागेको 3-4 वर्ष त भइसक्यो, तर केही त अलि तपाईँकोबाट केही परिवर्तन त देखेको छैन। काम गर्नै पाएको छैन। अहिलेको सरकारले काम गर्नै दिएको छैन। काम गर्नै दिएको छैन अनि कसरी देखाउने त? हो, तपाईँले एउटा मैले सुनेको तपाईँ एउटा सहकारीमा पनि मुचिएको भन्ने आवाज छ नि सर, के हो? त्यसको लागि त प्रमाण चाहिन्छ होला। अब झुटा मुद्दाहरू त अब विपरीत पक्षका सबै प्रमाण हुन्छ भने हुँदैन त? प्रमाण बिना त बोल्नै मिल्दैन। होइन नि सर, अब अदालतले पनि हजुरलाई त थुनामा राखेको थियो पहिला कति महिना, 3-4 महिना। थुनामा त राख्यो, अब त्यो बिना प्रमाण राख्यो। त्यही भएर सर तपाईँले सहकारीको प्रमाणै खोज्नु भए पनि हामीले एउटा सहकारी पीडितलाई बोलाएका छौँ। उहाँले म यता बोलाउन चाहन्छु। एउटा आउनुहोस् त तपाईँ। नमस्कार सर। नमस्ते। नमस्ते सर। नमस्ते। ल भन्नुहोस् तपाईँको पीडा के छ, कस्तो छ? अब नेताजी यहीँ स्वयं आफै हुनुहुन्छ, अलि सुनाउनुहोस् न। हामीले दुःख पीडा गरेर गाउँमा कोदो कुदालो गरेर कमाएको पैसा समूह जम्मा एक थोपा जम्मा गरेको पैसा एक्कासी हराउँदा त अब स्वयं आफैले भन्नुभयो, ल भन्नुहोस् ल के छ, कस्तो हो सहकारीको बारेमा? ल खै म सहकारीको एउटा सदस्य पनि होइन। हजुर, त्यसको लागि तपाईँले चाहिँ त्यो सहकारीको अध्यक्ष स्वयं वा त्यसमा सम्बन्धित सदस्यहरूसँग चाहिँ कुरा सदस्यको त तपाईँले यो हल्ला छ नि, ठुलै मान्छेको तपाईँ यो सहकारीको बारेमा भन्ने। अब कागले कान्दियो भन्दैमा होइन त्यस्तो कागको पछि लागेर त हुँदैन नि त। पहिला आफ्नो कान छाम्नु पर्यो, हजुर हजुर। त्यसपछि मात्र अनि कुरा गर्ने हो क्या। त्यही भएर सर मलाई केही थाहा छैन। त्यसको चाहिँ सम्बन्धित व्यक्तिसँग चाहिँ सम्पर्क गर्नु। त्यो सम्बन्धित व्यक्ति को हो त सर? तपाईँले त तपाईँ पत्रकार पनि गरेको मान्छे हो विगत लामो समय। सम्बन्धित व्यक्ति त अब त्यो त्यही सहकारीको अब अध्यक्ष सदस्य कोही होला नि। त्यो अध्यक्ष को भन्नु तपाईँ? अध्यक्ष त अब बाहिर समाचार आए अनुसार जीवी राई भन्ने सुनेको थियौँ होइन? तपाईँले सुन्नुभयो कि नै? सुन्न त हजुरको नाम नि सुने हो नि सर। मेरो नाम लग्दै तिमीले पैसा लग्यो त्यसो भए? हजुरलाई चाहिँ किन मुद्दा लाग्यो त सर उसो भए? अब मलाई त अब खै अब साथीसँगै अब अलि घुलमिल थिएँ। अब एक साथीले खाएपछि अर्को साथीले पनि खायो भन्ने आरोप लागेको छ। अब यसलाई चाहिँ अब दोषी साबित गऱ्यो भनेपछि दोषी साबित गर्नु पर्यो, प्रमाण ल्याउनु पर्यो त्यसको लागि। होइन सर, 3-4 महिना त्यत्तिकै त जेल कारागारमा राख्दैन होला नि त सर? केही नभएर त राख्दैन होला? यो त तत्कालीन सरकारको प्रतिशोध होला नि त। जीवी सबै त्यही भनेर 40 लाख जनताले त हस्ताक्षर गरेको छ नि त। जीवी राई तपाईँको साथी हो भन्छ नि सर यता त? अहिले हल्ला छ नि त। अब साथी त हो। साथी त थाहा होला नि तपाईँले कहाँ बस्छ के बस्छ। यता नेपाल सरकारले अहिलेसम्म पत्ता लगाउन सकेन। अहिले साथी कन्ट्याक्ट मिल्छ त्यो जीवले नेपाल सरकारकै माताहातमा चलिरहेछ त। अनि मलाई कसरी थाहा हुन्छ? होइन सर, तपाईँसँग अलि हुनुपर्छ, किन भन्दाखेरि तपाईँले चाहिँ खोज्ने हो क्या। हामीले पहल गर्दा पत्रकारिता त पढ्नु भयो होला नि। हो, हामीले पहल धेरै गरेकै हो सर, तर अलि हजुर पुग्न सकेको छैन। अझै पनि प्रयास गरिरहेका छन् हाम्रो नेपाली सेनाहरूले पनि, प्रहरीहरूले पनि। अब सबै सङ्ख्याबाट भइरहेको छ। तर हामीलाई जसरी न्याय चाहियो सर। हामी यत्रो गाउँदेखि म मध्य प्रदेशको मान्छे दुःख पीडा नमानेर काठमाडौँसँग यस्तो धाइरहेको छु। सरको कति हात जोडेँ मैले, हजुरहरूले त कहाँ कुरा सुन्नुहुन्छ र? त्यही भएर चाहिँ हामीले जसरी निर्देश दिनु पऱ्यो पत्रकार सर। उहाँले मलाई 1 महिना 2 महिना अगाडिदेखि कन्ट्याक्ट कल गर्नु पऱ्यो, एउटा हाम्रो सर तपाईँसँग भेटाउनु पऱ्यो, आफ्नो कुरा राख्छु भन्दै हुनुहुन्थ्यो। त्यही भएर आज तपाईँसँग मौका पायो, त्यही भएर उहाँलाई पनि आफ्नो कुरा राख्न पठाएको सर। के छ कस्तो छ भने अब भन्नु पऱ्यो। उहाँ जस्तो मान्छे, उहाँ मात्र होइन, हजारौँ लाखौँ करोडौँ लाखौँ मान्छे छन्। उहाँले न्याय कसरी भन्ने अब? आफ्नो समस्या राख्नुभयो, त्यसको लागि धन्यवाद। यो विषयप्रति मलाई कुनै पनि अब थाहा छैन। त्यही भएर म क्षमा माग्न चाहन्छु।
होइन यो विषयप्रति चाहिँ मेरो नाम जोडिएको हुँदाखेरि तपाईँ छैन अब भने त्यो छुट्टै कुरा बस्। तपाईँ त हजुर। एउटा देशको केही गर्छु भनेर आउनु भएको हुन्छ। अब तपाईँले पनि पहल गर्नु पर्यो नि त सर। को मान्छे हो कस्तो अब खोज्दै गर्नु पर्यो नि त। पहल त गरिरहेको छु, मैले पनि गरिरहेको छु, नेपाल सरकारले पनि गरिरहेको यस्तो आँसु बगाइरहेको छ हेर्नु सर। आफै 27,500 भन्दा बढी भोट पाउनु भएको हजुरले, त्यो भोटको अर्थ के भयो? एउटा सरकारी पीडितको आवाज तपाईँले सुन्नु दिनु हुँदैन भने होइन सुनिरहेको छु, उहाँको पीडा सुनेछु, सङ्घर्ष सुनेछु, त्यसको लागि मैले पहल गरिरहेको छु आफ्नो ठाउँमा होइन। त्यसको लागि सम्बन्धित निकायले अहिलेसम्म केही गरेको देखिरहेको छैन नि त सर। तपाईँ कहाँ गरिरहनु भएको? गरिरहेको छु, बिस्तारै देखिन्छ, नतिजा आउला। त्यो अलि मान्छे भुलिएको अब भएको हो। यत्रो भइसक्यो 3-4 वर्षै भइसक्यो नतिजा चाहिँ हजुर कहिले दिनुहुन्छ सर? अब म ठ्याक्कै यति भनेर त भन्न सक्दैन। तपाईँले टाइम माथि लाग्छ। तपाईँ अहिले मलाई थाहा छ तपाईँ सरकारमा हुनुहुन्न, तर सरकारमा भएको मान्छेले हजुरले पहल गर्दा केही हजुरको कुरा सुनिदिने मान्छे त होला नि त्यो माथि पनि। यो सरकारले मेरो कुरा सुन्नेको भए म जेलै बस्थिनँ होला होइन। प्रतिरोध त साँधेको छ यो सरकारले। ल तपाईँ मान्नुहुन्छ कि नै? ल तपाईँ एउटा स्वतन्त्र पार्टीको एउटा उम्मेदवारी उम्मेदवारी भएको मान्छे अहिले सांसद हुनुहुन्छ। हजुर। तपाईँलाई केपी शेरबहादुर र प्रचण्डमध्ये कुन मनपर्छ? मलाई कोही पनि मन पर्दैन। अनि किन मन पर्दैन? उहाँहरूको कारणले म 3-4 महिना जेल बस्नु परेको, अनि उहाँलाई म किन मन पराउने? त्यसो भए एउटा गीत गाइदिनुहोस् तपाईँ। कहाँ म गायककार हो त अनि गीत भने गाउनुहोस् न, कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ। गीत आउँदैन। तर तपाईँलाई थाहा छ कि नै अहिले फागुन 21 गते अहिले चुनाव होला जस्तो छ त? तपाईँलाई के लाग्छ? अहिले जेनजीले गर्दा जेनजीले नयाँ आन्तरिक सरकार बनायो। अब रातारात 2 दिनमै परिवर्तन गरिदियो। पुरा ठुल्ठुलो नेतालाई लुङ्ने बनाइदियो। हाम्रो शेरबहादुर देउबा र आदु राणालाई त घरमै पिट्यो। यो तपाईँले कस्तो लाग्छ? के लाग्छ? त्यो तिनीहरूको कर्मको फल हो। जस्तो कर्म गरे त्यस्तै फल पाए। अबको आउने पुस्ताले चाहिँ त्यस्तो गर्नु नपरोस् भन्ने मेरो चाहना हो। अब हेर्दै गर्दा फागुन 21 गते हुने चुनाव चाहिँ हुँदैन जस्तो लाग्छ मलाई। आन्दोलनले उहाँ जस्ता सरकारी पीडितको केही न्याय पल्टिएला जस्तो लाग्छ तपाईँले? कस्तो के लाग्छ? अवश्य पाउलान् जस्तो लाग्छ। उहाँले पनि पाउलान् र मैले पनि त्यसको विरुद्ध भोगेको केही सङ्घर्षहरूको मूल्य चाहिँ तपाईँले पाउँछु भन्ने लाग्छ। तपाईँले के राख्छ? मलाई त जसरी मैले न्याय चाहियो काम गरेर त हजुरले त्यत्रो जेल कारागार त धाउनु भएन होला। हजुर। हजुरले केही नपादी गर्न त आउँदैन नि त सर। सो त्यही भएर चाहिँ मैले एउटा पहल गरेर उहाँ सरले हजुरसँग मलाई एउटा भेटाउने मौका दिनुभयो। मैले मेरो कुरा राख्ने बाटो पाएँ। म खाता त हजुरलाई नै लाउँथेँ। हजुरले मलाई हजुर मेरो कुरा सुनिदिनु भएको। यो खाता चाहिँ म मेरो मनको सम्मानका रूपले म आज चाहिँ पत्रकारज्यूलाई म टुङ्ग्याउन चाहन्छु। हजुरले चाहिँ मेरो सहकारी ठग होइन सहकारीको त्यो छुट्याइदिनु। म यस्तै खाता त होइन। हजुरको पछि धेरै मान्छेहरू छन् होइन, उहाँहरूले लाउनुहुन्छ। आज चाहिँ हजुर माइन्ड नगरेर यो खाता चाहिँ म उहाँलाई पनि टुङ्ग्याउन चाहन्छु है सर। हजुरले एउटा खाता लगाइसक्नु भएको रहेछ। खाताले चाहिँ के हुन्छ र? पैसा त तन्नै राख्नु होला छैन। अब तपाईँले अब बाहिर रुममा जिन्दगी मात्रै भन्नुभयो होइन, भित्री रुममा चाहिँ बुझ्न चाहनु भएन। अनि देख्नुहोस् नेताजी, यो खाताको महत्त्व कति छ तपाईँलाई थाहा छ? केही नभए त पाउँदैन होला नि त्यो खाता। खै थाहा छैन। अब तपाईँ यही थाहा छैन भने के राजनीति गर्न आउनुभयो तपाईँले? म राजनीति गर्न हो, यो खाताको बारेमा पढ्ने अब यो खाता नबुझे मान्छेले राजनीति कसरी बुझ्छ भने कि नेताजी? खाता त जो सहकारी ठोक्छ त्यसले थाहा हुन्छ खाता भनेको के। ठग्ने मान्छेले पाउँछ। त्यसो तपाईँले ठग्यो होइन? ठग्यो भने त्यत्तिकै जेल जान्छ। हामी जेल गएको छौँ। म त यो सरकारले हामीले तपाईँले साँधेर गएको। हामीलाई भन्नु खोज्यो तपाईँले? हजुर। हामीले कसरी के देखेर भन्नुभयो हामीलाई? तपाईँहरूको के देख्यो भन्नु? फागुन 21 गते हुन लागेको चुनावमा तपाईँले पाउन 23 गते छुटेर 24 गते तपाईँ भित्र छिर्नुको कारण के हो? मन्त्री हाम्रो यो जेनजी आन्दोलन छ नि सर, तपाईँ सांसदै हुनुहुन्छ होइन? जेनजी आन्दोलन भएर 23 गते त हाम्रो शान्त हुन्छ भन्ने त्यो थियो। अलि बढी नै भयो। हजुर। 23 गतेको दिन यत्रो गोली चलाएर मान्छे कति 19 जना मान्छे मार्नुको कारण के तपाईँ के जस्तो लाग्छ? त अब अघिल्लो सरकारको खराब काम जस्तो लाग्छ। गोली नचल्नु पर्थ्यो, विद्यार्थीमाथि चलाइयो। अनि फागुन 21 गते तपाईँले के चुनाव होला जस्तो लाग्छ अहिलेको जेनजी सरकारले गर्दा? खास अब यो जेनजी सरकारले अरू के गर्न सकेन जस्तो लाग्छ मलाई चाहिँ। चुनाव मात्रै गराउनको लागि आन्दोलन भएको जस्तो लाग्छ। तपाईँलाई चुनाव हुन्छ जस्तो लाग्छ लाग्दैन? चुनाव चाहिँ हुन्न होला जस्तो लाग्छ मलाई त।
जस्तो लाग्छ। अहिले जेन्जी सरकार चाहिँ कसरी सम्भव सम्भव छ? त्यही जेन्जीले नै हुन नदिने जस्तो लाग्छ मलाई। कसरी जेन्जीले तोकेको यो फागुन 21 गते भने जेन्जी सरकारले तोकेको जेन्जीले कसरी हुन दिदैन तपाईँ? हुन्न जस्तो लाग्छ मलाई। कसरी त्यही त कसरी? कसरी अब त्यो पछि समयले बताउला, तर हुन्न जस्तो लाग्छ मलाई। ल यसै गरी हाम्रो यो छोटो मिठो सरकारी यो एनिमेसन पोडकास्टमा हाम्रो नेता मिस्टर दाउरे भण्डारीसँग छोटो मिठो सहकारीको बारेमा, जेन्जी सरकारको बारेमा र थुप्रै कुराकानी गरियो। ल सरलाई पनि धन्यवाद टाइम समय दिनुको पनि। धन्यवाद। हाम्रो सहकारी पीडित सर दाइकोबाट पनि तपाईँले धन्यवाद भयो। सुनिदिनु भयो, त्यसको लागि धन्यवाद। अब चाहिँ चाँडै उहाँको पनि होस्, चाँडै आवाज सुनिदियोस् सरकारले पनि। ल यसै धन्यवाद। धन्यवाद।